गुरुवर्थे त्यक्त राज्य। भगवानको मुख्य गुण के हो? ठुलो अर्थको लागि भगवानले आफ्नो राज्य त्याग गर्नुभयो। ठुलो अर्थ भनेको के हो? पिताजीको आज्ञाको लागि, कैकेयी माताको आज्ञाको लागि, त्यति मात्र होइन रे। अनेक भक्तहरू छन्, ती भक्तहरूको सङ्कल्प पुरा गर्नु पर्यो, त्यसको लागि, गुहलाई सँगाल्नको लागि, शबरीलाई मोक्ष दिनको लागि, शरभङ्गलाई मोक्ष प्रदान गर्नको लागि, हनुमानलाई सँगाल्नको लागि, सुग्रीवलाई अँगाल्नको लागि भगवानले ठुलो अर्थको लागि राज्य छोड्नुभयो। भगवानको ठुलो गुण के हो? भगवानको नामै त्यागराज अरे। के नाम अरे? त्याग गर्नेहरूमा राजा रामचन्द्र जस्तोहरूको छ र त्यसरी त्याग गर्नुभयो। राज्य त्याग गर्दाखेरि बुढो भएर राज्य त्याग गर्नु ठुलो कुरो होइन, दत्तात्रेय भएर राज्य त्याग गर्नु ठुलो कुरो होइन। ऐश्वर्याणाम रसज्ञ सन्, ऐश्वर्यको रस के हुन्छ भनेर परम रसिक हुन्छ भगवान राम। खुब मिठो मिठो कसरी पकाउने त्यो खाना आउँछ, राम्रो राम्रो कसरी ड्रेस लगाउने त्यो लगाउन आउँछ, हिरो जस्तै भएर हिँड्न आउँछ, ऐश्वर्यको रस लिन सबै आउँछ। त्यसरी जान्दा जान्दै पनि त्याग गर्नु त्यो पो ठुलो कुरो हो त। विरक्त भएर त्याग गर्नुभएको होइन, रसिक भएर त्याग गर्नुभएको भगवान रामचन्द्रले। ब्राह्मण भएर त्याग गर्नुभएको होइन, क्षत्रिय भएर, क्षत्रिय राजकुमार भएर त्याग गर्नुभएको। त्यस्तो त्याग भगवान रामचन्द्रजीको त्यागभन्दा पनि अझ ठुलो चरित्र श्री रामायणमा भगवती जानकीजीको चरित्र अरे। यस्तै जानकी कहिल्यै मुख खोलेर यो दिनुस् न भनेर नमागिकन भगवानको सेवा नै मेरो जीवनको पुरुषार्थ हो भनेर तिमी जङ्गलमा गए, म पनि जङ्गलमै जान्छु। जङ्गलमा साह्रै गाह्रो हुन्छ नि जानकी, नग यहाँ बसे जस्तो होइन भन्दा यस्त्वया सहस स्वर्गः निरयो यस्त्वया विना। हे राम प्रभु, हजुरसँग जहाँ रहे त्यही मेरो लागि स्वर्ग हो, हजुरले जहाँ छोडिदिनु भयो त्यही मेरो लागि नरक हो। भक्तां पतिव्रतां दीनां मां समां सुख दुःखयोः नेतुमर्हसि काकुत्स्थ समान सुख दुःखिनी। म हजुरको भक्त होइन र? म हजुरको पतिव्रता होइन र? म हजुरको दुःखमा समान दुःख लिने, समान सुख लिने होइन र? मेरो अलग्गै सुख छ र, मेरो अलग्गै दुःख छ र। प्रभु भगवानले सर्वेश्वरले आफ्नो भक्तलाई नछोडे जस्तो हजुरले पनि मलाई छोड्नु हुँदैन, म हजुरको छाया होइन र भनेर पछि लाग्नु भएको सीताजी जङ्गलमा काहीँ केही सीता हो त्यो फुल तिमीलाई मन पर्यो भन्दा पनि हजुरलाई राम्रो लागेको छ भनेर सोध्नुहुन्छ रे तुरुन्तै। भगवानले राम्रो छ भन्ने बित्तिकै अनि मात्रै राम्रो छ भन्नुहुन्छ। आफैले कुनै वस्तुलाई राम्रो छ भनेर भनेको दिन छैन। यो सीताले कुनै दिन मुख खोलेर यो चाहिँ मलाई मन पर्यो भनिदियोस् न, यसलाई म ल्याउन पाऊँ, यसलाई म खुवाउन पाऊँ, यसलाई म केही आराधना गर्न पाऊँ भनेर भगवान लालायित हुनुहुन्छ सीताजीको लागि। एक दिन कहिल्यै केही आफ्नो मुख खोलेर माग्नु भएको छैन। एक दिन दौडिरहेको हरिणलाई देखेर त्यो हरिण मलाई राम्रो लाग्यो भनिदिनु भएछ। भगवान राम हरिणको पछि लाग्नु भएको। लक्ष्मणजीलाई तुरुन्तै भगवान रामको पछि लगाएर आफू देवस्त्रीहरू रावणको कैदमा बन्द भएको थाहा पाएर ती देवस्त्रीहरूको मोक्षको निमित्त स्वयं रावणको कारागारमा रही देवस्त्रीहरूको तर्फबाट भगवानको शरणागति गर्नुहुन्छ सीताजी। परम कृपा गरी भगवानसँगको वियोग नै नरक हो भनेर भन्ने सीताजी भगवानको वियोगलाई सहनुहुन्छ। कसको लागि? हाम्रा लागि, हामी जस्तैका लागि। भगवानकोलाई हेरेर शरणम भनेर भन्न नजान्नेहरूका लागि। देवताहरूले त भगवानको शरणागति गरेका थिए, बिचारी देवस्त्रीहरू जो रावणले हरेर लिएर गएको थियो तिनीहरूले शरणागति गर्न जानेनन्। ती मध्ये आफू पनि एक भएर देवीले आफैले शरणागति गर्नुभयो, भगवानलाई बोलाउनु भयो। रावणले कति प्रलोभन देखायो, कति डर देखायो। रावणलाई पनि लङ्कामा रही अनेक तत्त्वको उपदेश गरी रावण अहिले म तँलाई भस्म गराउँछु, मलाई के भन्ठान्या छस् भनेर धम्काएर विभीषणले, हनुमानले, त्रिजटाले, अनेकले भगवान राम भएको ठाउँमा जाने बाटो देखाउन खोज्दा पनि नमानिकन भगवत कृपा भए भगवानको ज्ञान र शक्ति हुँदाहुँदै मैले आफैले प्रयत्न गर्ने होइन, उहाँले लिएर गए पो अनि ठाटले म रामकी राजरानी हुँ भन्न पाएँ त। म आफै यहाँबाट भागेर गएँ भनेदेखि
एउटा राक्षसले लुटेर गएको थियो, रामको हुतिरहन्छ स्वास्नी बचाएर ल्याउने, आफै बिचरा भागेर आइछिन् उताबाट भनेर दुनियाँले भनेर रामको चरित्रमा कलङ्क लाउने काम म गर्दिनँ। शरैश्च सङ्कुलां कृत्वा लङ्कां पलवलार्दनः मां नयेद्यदि काकुत्स्थः तस्य सदृशं भवेत्। त्यो चाहिँ उसको लागि उचित हुन्छ। मलाई लिएर गयो भनेदेखि पुरा लङ्कालाई ध्वस्त गरी रावणको शिर 10वटा शिर छिनालेर मलाई पुष्पक विमानमा चढाएर लिएर गयो भने अनि राम हुन्, रामको औचित्य जहाँ हो त्यसैको लागि म रहन्छु, आफै जाने सामर्थ्य भए पनि म जान्न भनेर त्यसरी शरणागतको धर्मलाई पूर्ण रूपले अनन्य शरणत्वलाई देखाउनु भएको देवीको चरित्रलाई नै बताउनको लागि आएको रामायण। त्यो देवीको लागि भगवानले रुनुभयो, कराउनुभयो, भगवानको होस खलबलियो। सुखदेवजी के भन्नुहुन्छ? उचित हो रे, उचित हो, उचित हो। त्यस्तै देवीको लागि रुनु भगवानको गुण हो। रुनुभयो भनेर भगवानको दोष होइन। त्यस्तै देवीको लागि दिमाग खलबलिनु गुण हो। सीता कृतानि व्यसनानि ईश्वरस्य। सीताको कारणले जुन व्यसन, जुन दुःख भगवानको लागि भयो, के देखाउनु भयो भगवानले? स्त्रीसङ्गिनां गतिमिति प्रथयंश्चचार। स्त्रीसङ्गी, स्त्रीसँग प्रेम गर्ने हो भने यसरी प्रेम गर्नुपर्छ भनेर देखाउनु पऱ्यो भगवानले। ऊ हराई भनेदेखि पागलै भएर कुद्नुपर्छ, रुखलाई समातेर हल्लाउनुपर्छ, खै मेरी सीता भन्नुपर्छ। गोदावरीमा हाम फालेर ए गोदावरी खै मेरी सीता भन्नुपर्छ। कहाँ भएको हरिणहरूलाई पक्रेर खै मेरी सीता भन्नुपर्छ अरे। त्यस्तो हुनुपर्छ भनेर भगवान् रामचन्द्र प्रभुको भक्तवात्सल्यको, आफूमा आश्रित भएका जनमाथि भगवानको कति दया छ भन्ने त्यो दयाको निरूपण गर्दै अन्तिममा भगवान् आफ्नो लीलालाई सकेर जाँदाखेरि कसरी जानुभयो, यहाँ एउटा चिन्ह छोडेर जानुभयो रामचन्द्र प्रभुले। अयोध्या जाँदाखेरि सम्पूर्ण अयोध्यालाई नै मोक्ष प्रदान गर्नुभयो। अयोध्यामा एउटा घाँस पनि बाँकी रहेनन् रे। ती घाँसलाई पनि पुर्पा मुदला, पुर भनेको त्यहाँ भएका पुल भनेको घाँस, घाँसलाई पनि बाँकी नराखिकन रामचन्द्रले सबैलाई मोक्ष, आफू जाँदाखेरि सबैलाई साथमा लिएर जानुभयो। दुईजनालाई छोडिदिनु भएछ। कसलाई? लव र कुशलाई। यी दुईटालाई किन छोड्नुभयो भन्दा वैष्णव धर्म के हो, रामलाई प्रिय के हो भनेर पछि आउने दुनियाँलाई थाहा हुँदैन। तिमीहरू बसेर दुनियाँलाई सिकाओ भन्नका लागि दुईजना छोडिदिनु भयो। अनि अर्को नि एउटा कुरा छोडिदिनु भयो। के छोडिदिनु भयो? मेरो हृदयमा चरणारविन्द राखेर जानुभयो। कस्तो चरणारविन्द? विद्धम दण्डक कण्टकैः। दण्डकारण्यका काँडाहरूले छिया 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 भएका त्यो चरणलाई मेरो हृदयमा छोडेर जानुभयो। अहिले पनि त्यो भगवानको त्यो श्रीचरण, लक्ष्मीजीले डराई डराई सेवा गर्ने त्यो श्रीचरण, हनुमानजीले डराई डराई उठाउने त्यो श्रीचरण, गोपीहरूले कूर्पादिभिर भ्रमति धीर भवदायुषां नः। हजुरको चरण, हजुर दौडिनुहुन्छ भनेर थाहा पाउँदाखेरि हाम्रो दिमाग खलबलिन्छ प्रभु भनेर गोपीहरू पनि डराई डराई समाउने त्यो चरण, दण्डकारण्यको काँडाले पनि छिया छिया हुँदा हाँसिते हाँसिते भनेर दौडिँदाखेरि कुन काँडाले कति घोच्यो होला नि प्रभु, किन त्यसरी दौडिनु पर्थ्यो नि प्रभु। अहिलेसम्म त्यो चरणारविन्दमा भएका घाउ मेरो हृदयमा आलो छ भनेर सुखदेवजी भन्दै राम अवतारको पूर्ति गर्नुहुन्छ।